नेपालको इतिहासमा एउटा यस्तो कालखण्ड थियो जुन झण्डै 30 वर्षसम्म चल्यो। एउटा यस्तो व्यवस्था जुन एक राजाले सुरु गरे र राजाले नै चलाए। हो, हामी कुरा गर्दैछौं पञ्चायत प्रणालीको। आखिर यो थियो के? कसरी सुरु भयो? यसले देशलाई कस्तो बनायो? अनि किन र कसरी ढल्यो? आउनुहोस् आज यसैको गहिराईमा पुगौं। सोचौं त एकपटक देशले भर्खर प्रजातन्त्रको सास फेर्न थालेको थियो। तर सन् 1960मा एउटै कदमले राजाले त्यो सबै समाप्त गरिदिए। वास्तवमा यही घटनाले नै नेपालको आधुनिक इतिहासको सबैभन्दा ठूलो प्रश्न खडा गर्यो। शासन जनताको चल्ने कि राजाको? हो, यही एउटा प्रश्नले आउने कैयौं पुस्ताको भविष्य कोरिदियो। त्यसो भए त्यो आशा र उत्साहको यात्रा कसरी अचानक समाप्त भयो त? कथा सुरु हुन्छ नेपालको पहिलो जननिर्वाचित सरकारको उत्साहजनक सुरुवातबाट। तर त्यसपछि राजा महेन्द्रले एउटा यस्तो कदम चाले जसले देशको पूरै राजनीतिक बाटो नै बदलिदियो। सन् 1959 नेपालले इतिहासमै पहिलो पटक आम निर्वाचन देख्यो। बीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले 2/3 बहुमतसहितको शक्तिशाली सरकार बनायो। सबैलाई लाग्यो अब देशले एउटा नयाँ बाटो समात्यो। तर त्यो खुशी, त्यो आशा धेरै समय टिकेन, केवल 18 महिना मात्रै। डिसेम्बर 1960मा राजा महेन्द्रले एकै झट्कामा सरकार र संसद दुवै भङ्ग गरिदिए र त्यसको केही हप्ता नबित्दै जनवरी 1961मा सबै राजनीतिक दलहरूमाथि प्रतिबन्ध लाग्यो। हेर्दा हेर्दै नेपालको पहिलो प्रजातान्त्रिक सपना चकनाचुर भयो। ल, प्रजातन्त्र त गयो, तर त्यसको ठाउँमा राजा महेन्द्रले के ल्याए त? उनले एउटा नयाँ प्रणालीको खाका कोरे, जसलाई भनियो दलीय व्यवस्थाभन्दा उत्तम विकल्प। तर के त्यो साँच्चै त्यस्तै थियो त? आउनुहोस् हेरौं। राजा महेन्द्रको तर्क सुन्दा अलिक अनौठो लाग्न सक्छ। उनले के भने माथिबाट थोपिरिएको प्रजातन्त्रले देशलाई बिगार्यो। अब हामीले प्रजातन्त्रको जग गाउँ-गाउँबाट तलैबाट बलियो बनाउनुपर्छ। मतलब उनले आफ्नो कदमलाई प्रजातन्त्रको अन्त्य होइन, बरु एक फरक किसिमको नेपाली माटो सुहाउँदो प्रजातन्त्रको सुरुवात भनेर व्याख्या गरे। हो, यही नयाँ प्रणालीको नाम थियो पञ्चायत। कागजमा हेर्दा यो कस्तो देखिन्थ्यो भने गाउँदेखि केन्द्रसम्म 4 तहको दलहरू नभएको, अर्थात् निर्दलीय व्यवस्था, र यसको बागडोर सिधै राजाको हातमा। तर यहाँ एउटा रोचक कुरा के छ भने यो पञ्चायत भन्ने शब्द राजाले जुन प्रधानमन्त्रीलाई अपदस्थ गरेर जेल हाले उनै बीपी कोइरालालाई उपहार दिएको एउटा किताबबाट लिएको थियो। कस्तो अचम्मको संयोग! तलैबाट प्रजातन्त्र सुन्दा त पत्ती राम्रो, तर वास्तविकता एकदमै फरक थियो। सन् 1962मा जुन नयाँ संविधान आयो त्यसले राजालाई लगभग असीमित शक्ति दियो। सेनाको प्रमुख उही, सर्वोच्च अदालतका न्यायाधीश हटाउने र राख्ने अधिकार पनि उनीलाई। संविधानै जति बेला मन लाग्यो त्यति बेला फेर्न सक्ने। नामको लागि निर्दलीय प्रणाली भए पनि वास्तविक शक्ति जनताको हातमा होइन, सिधै राजाको सचिवालय मतलब दरबारमा केन्द्रित थियो। अब पञ्चायतकालको कुरा गर्दा यो एकदमै विरोधाभासपूर्ण छ। किनभने एकातिर देशमा ठूल्ठूला विकासका कामहरू भए, सडक बन्यो, उद्योगहरू खुले, नयाँ कानून आयो, तर अर्कोतिर राजनैतिक स्वतन्त्रता भन्ने कुरा थिएन। बोल्न र संगठन खोल्न पाइँदैनथ्यो। हो, यही निर्माण र नियन्त्रणको दोधारे कथा नै पञ्चायतको खास परिचय हो। तर प्रश्न उठ्छ, यी सबै विकासका लागि पैसा कहाँबाट आइरहेको थियो? यसको जवाफ लुकेको छ भूराजनीतिमा। त्यो समय शीत युद्धको थियो र नेपाल आफ्ना 2 ठूला छिमेकी भारत र चीनको लागि एउटा रणनीतिक चेसको बोर्ड जस्तै बन्यो। दुवै देश नेपालमा आफ्नो प्रभाव बढाउन चाहन्थे र त्यसैको लागि उनीहरूले यहाँ पैसा खन्याउन थाले। तर दुवैको उद्देश्य आफ्नै थियो। जस्तै चीनको सहयोगको मुख्य लक्ष्य थियो नेपालको भारतमाथिको आर्थिक निर्भरता घटाउने। काठमाडौँ कोदारी राजमार्ग यसकै एउटा ठूलो उदाहरण हो। अर्कोतिर भारतको लगानीको ध्येय थियो नेपाली बजारमा भारतीय सामान पुर्याउने र यहाँबाट सस्तो श्रम पाउने। सिद्धार्थ राजमार्ग जस्ता परियोजनाहरू त्यसैतर्फ लक्षित थिए। भन्नलाई दुवैले सहयोग भने, तर भित्री खेल चाहिँ आफ्नै स्वार्थको थियो। चीनको लगानी कति गहिरो थियो भन्ने कुरा यो एउटा आँकडाले छर्लङ्ग पार्छ। सन् 1980 सम्ममा चीनले नेपाललाई दिएको कुल सहयोगको 67%, सोच्नुस् त 2/3 भन्दा पनि बढी रकम सिधै सडक, उद्योग र बिजुली जस्ता ठूला पूर्वाधारमा खन्याइएको थियो।
यो चीनको रणनीतिको कति स्पष्ट प्रमाण हो, होइन त? र हो, यो विदेशी सहायताले देशको मुहार फेर्न साँच्चै मद्दत गर्यो। पूर्व पश्चिम जोड्ने महेन्द्र राजमार्ग बन्यो, तराईमा औलो उन्मूलन भएपछि पहाडबाट मानिसहरू बसाई सरेर त्यहाँ नयाँ बस्तीहरू बसे अनि 1854देखि चल्दै आएको पुरानो कानूनलाई हटाएर 1963मा नयाँ मुलुकी ऐन आयो। यी पञ्चायतकालका यस्ता कामहरू हुन् जसको प्रभाव हामी आजसम्म पनि महसुस गर्न सक्छौं। तर बाहिरबाट जति नै बलियो देखिए पनि पञ्चायतको त्यो किल्ला भित्रभित्रै खोक्रो हुँदै गइरहेको थियो। आखिर के थिए त ती दरारहरू जसले अन्ततः यो 30 वर्ष पुरानो व्यवस्थालाई ढालिदियो? एउटा प्रश्न सोधौं न, जुन व्यवस्था स्थिरताको लागि भनेर बनाइएको थियो त्यो 30 वर्षपछि किन ढल्यो त? यसको जवाफ कुनै एउटा घटनामा छैन, बरु वर्षौंदेखि मानिसहरूको मनमा जम्मा हुँदै गएको असन्तुष्टि र निराशामा लुकेको छ। असन्तुष्टिका कारणहरू एक एक गर्दै हेरौं। पहिलो, राजनीतिक दमन। कसैले बोल्न पाउँदैनथ्यो, विरोध गर्न पाउँदैनथ्यो। दोस्रो, आर्थिक अवस्था। देशको अर्थतन्त्रमा खासै प्रगति भएन। तेस्रो, सामाजिक असमानता। फाइदा लिने एउटा सानो शासक वर्ग मात्रै थियो। आम मानिस र उनीहरूबीचको खाडल बढ्दै गयो। अन्ततः जनतालाई के लाग्न थाल्यो भने हाम्रो जीवनमा त केही फेरिएन। हो, यही निराशाले नै विद्रोहको आगो सल्कायो। र त्यो आगो सन् 1990को फेब्रुअरीमा सडकमा विस्फोट भयो। प्रतिबन्धित राजनीतिक दलहरू एकजुट भए र राजा वीरेन्द्रको शासनकालमा जनआन्दोलन सुरु भयो। यो पञ्चायतको अन्त्यको लागि बजेको घण्टी थियो, जुन जनताले आफै बजाएका थिए। ल, पञ्चायत त ढल्यो, देशमा फेरि बहुदलीय प्रजातन्त्र आयो। तर कि त्यसपछि सबै कुरा ठिकठाक भयो त? भएन। पञ्चायतले जुन विरासत छोडेर गयो त्यो सोचेभन्दा धेरै नै जटिल र समस्याले भरिएको थियो। मानिसहरूको आशा त आकाश छुने खालको थियो। अब स्वतन्त्रता आउँछ, देश धनी हुन्छ, सबैले न्याय पाउँछन् भन्ने थियो। तर वास्तविकता त्यो सपना जस्तो रङ्गीन थिएन। नयाँ प्रजातान्त्रिक युगको बाटो त काँडा र अनेकौं जटिलताले भरिएको पो देखियो। एउटा उदाहरण हेरौं। प्रजातन्त्र ल्याउन लडेका राजनीतिक पीडितहरूलाई क्षतिपूर्ति दिने भनियो। तर पैसा कसले पायो त? यो तालिकामा हेर्नुस् त। ठूल्ठूला रकम पाउनेहरूमा अधिकांश ठूला नेताहरू, पूर्व प्रधानमन्त्रीहरू नै छन्। यसले एउटा तीतो सत्य देखायो। व्यवस्था त बदलियो, तर शक्तिको खेल खेल्ने अनुहारहरू खासै बदलिएनन्। र यो केवल केही नामको कुरा मात्रै होइन, यो त एउटा प्रवृत्ति नै बन्यो। पछि मानव अधिकार रिपोर्टहरूले पनि के देखायो भने नयाँ सरकारले क्षतिपूर्ति दिँदा पनि पहुँच र पद हेरेर दियो, जसले गर्दा साँच्चै दुःख पाएका आम कार्यकर्ता र पीडितहरू त ओझेलमा नै परे। जनताको निराशा कति गहिरो थियो भन्ने कुरा यो एउटा भनाइले प्रश्न पार्छ। दोषीहरू अर्थात् पूर्वपञ्चहरूलाई प्रजातन्त्रको लागि लडेका भनिएका राजनीतिक दलहरूभित्रै छिर्न दिइयो। एकपटक कल्पना गरौँ त, जसले 30 वर्षसम्म दमन गरे उनीहरू नै रातारात डेमोक्रेट भएर आए। आम मानिसको लागि योभन्दा ठूलो धोकाहरू के हुन सक्थ्यो र? हो, पञ्चायतको छाया निकै लामो समयसम्म रह्यो। सन् 1990 पछि आएको प्रजातन्त्रले जब जनताको आशा पूरा गर्न सकेन, त्यसबाट जुन निराशा जन्मियो त्यसैले माओवादी द्वन्द्वको लागि मलिलो माटो तयार गर्यो। र त्यही अस्थिरता र द्वन्द्वको अन्तिम परिणति के भयो त? सन् 2008मा नेपालबाट 240 वर्ष पुरानो राजतन्त्रकै अन्त्य भयो। यसले हामीलाई एउटा निकै महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोड्छ। के 2008मा राजतन्त्रको अन्त्यसँगै पञ्चायत युग साँच्चै सक्यो त? वा त्यो व्यवस्थाका केही अंशहरू, त्यो सोच्ने तरिका, त्यो संस्कृति आज पनि हाम्रो राजनीतिमा कतै न कतै जीवितै छ? हो, यही प्रश्नको जवाफमा नै नेपालको आज र भोलिको बाटो लुकेको छ।